यो वेलकम गाइज, तपाईहरुलाई मेरो फर्स्ट ब्लगमा वेलकम छ र आज फर्स्ट ब्लगमा हामी जाँदैछौँ चमेरे गुफा है त। त्यसैले भिडियोलाई लाइक शेयर सब्स्क्राइब गरेर फुल वाच गरिदिनु होला है त। हाम्रो प्लान के छ भने चाहिँ पहिला ढोरे नै जाने, गएर एकछिन हल्का रेस्ट हान्ने, त्यहाँको भ्यूको मजा लिने, अनि आएर चाहिँ नि तल चाहिँ यही जुन अहिले ठाउँ छ नि त्यसको मुनि चाहिँ नि चमेरे गुफा छ, त्यहाँ हल्का भिजिट हान्न जाने भनेर के। ल राम्रोसँग हेर्नु है त। जिसको यहाँ चाहिँ नि हाम्रो महेश साथीले चाहिँ हिँड्दा हिँड्दै लड्न लागे जस्तो मानिन्छन् के। हामी चाहिँ अहिले पुल तर्दैछौँ र यही पुल पारि चाहिँ नि ढोरेनी भन्ने ठाउँ है त। हेर्दा त सानो देखियो थियो यार। हाम्रो साथीहरू पनि आउँदैछन् अनि यही ठाउँलाई चाहिँ नि ढोरेनी भन्ने हो। र हाम्रो फर्स्टमा आइरहेको साथी चाहिँ नि अनुप, अनि पछाडि चाहिँ महेश, विपिन, ऋतिक, हामी 5 जना मिलेर चाहिँ यता घुम्न आएको। अनि यो भ्यू हेर्नु है त, भ्यू इन्जोय गर्नु है त। यति राम्रो पुल छ यता। ढोरेनीको गाउँ हेर्नुहोस्, माथि आकाशको भ्यूहरू कति राम्रो छ। यहाँ तल चाहिँ नि खोल्सा छ, यही खोल्साको बाटो चाहिँ नि हामी जाने हो के। अनि यो चाहिँ ढोरेनीको गाउँ हेर्नु है त। हामी साथीहरू रेस्ट गरिरहेको छौँ अहिले। यो चाहिँ ढोरेनीको गाउँ। विपिन र म अगाडि, अनि चाहिँ पछाडि महेश, ऋतिक र हाम्रो अनुप चाहिँ नि पछाडि नै छन्। र हामी अब चमेरे गुफातिर तलतिर झर्दैछौँ। अनि यो ठाउँलाई चाहिँ नि भालुआँप भन्दो रहेछ है। तलतिर खोलामा माछा पनि मारिराख्नु भएको रहेछ मान्छेहरूले। अब गुफातिर लाग्दै है। के दियो के भयो खाली हेरेर काम गरेन। ओइ चाहिसल्यो केटा मिल चाहिँ केटा म त अड्छु है यस्तो बाटो छिर्ने। आओ यहाँ चाहिँ नि महेश हल्का मोटो छ नि, त्यही भएर केटाहरूले छिर्न सक्दैन भनेर मजाक गरिरहेको छन् कि। अब हामी यही हो चमेरे गुफा भनेको चाहिँ नि हामी झर्दैछौँ बाहिर निस्कियो। यहाँ गुफा चाहिँ माथिबाट छिरेर तल निस्किने। अब यहाँबाट बाहिर निस्किने अतिर पनि छ, हेर्न सक्नुहुन्छ। अझै तल पनि छ, हामी त जाँदैनौँ, हल्का खतरनाक हुनसक्छ। हामी झर्दैछौँ तलतिर। तल जाउँ न केटा। त्यही त हो नि, बन्द रहेछ त्यहाँ यति ठाउँमा मात्रै आउँछ। यहाँभित्र त्यहाँ पस्ने भने मात्रै छैन। म सर्छौ हामी त इसेसाय जस्तै यहाँ त चन्द्रमा तलबाट कहाँ हाल्दै निस्किनु के भयो यार क्यामेरा। गाइस त्यो ठाउँमा चाहिँ हल्का अँध्यारो पनि भएको र ठाउँभित्र नभएको भएर हामी बाहिर निस्किएर अर्को ठाउँमा जाँदैछौँ। यहाँ तिमी पनि हल्का सानो गुफा रहेछ, तर यहाँ पस्दैनौँ, हल्का खतरनाक हुनसक्छ, त्यही भएर हामी यहाँ पस्दैनौँ।
अनि अरू केटाहरू चाहिँ पनि मास्तिर छ, तलतिर मास्तिर हल्का रमाइलो गर्दैछौँ होइन। अब चाहिँ हामी अझै तल जाँदैछौँ फेरि हल्का तलको भ्यू हेर्नको लागि साथीहरू भएर। अनि अघि हामी आएको ठाउँ यहाँ माथिबाट हो, माथिबाट गुफा छ। अनि तल पनि अझै जाँदैछौँ, तल पनि हल्का गुफा जस्तो देखिएको थियो। यहाँ पनि हल्का एउटा सानो गुफा रहेछ क्या, त्यति ठुलो रहन्छ हामी गएनौँ त्यहाँ है। यो एउटा गुफा रहेछ यहाँ पनि। ठाउँ चाहिँ लोकेसन राम्रै छ, तपाईँहरूले पनि आउन मन छ भने हल्का कमेन्ट गरिदिनुहोस्, म भनिदिउँला। अनि गुफा चाहिँ यसो छ। अब हामी चाहिँ गुफाबाट पनि अझै तलतिर जान्छौँ। माथि हेर्न सक्नुहुन्छ हल्का जङ्गलहरू छ, अनि जङ्गलको बिचमा पुल छ, पुलको तल चाहिँ हामी अहिले गुफामा छौँ, चमेरे गुफा भन्ने ठाउँ हो। अनि यहाँ तल अर्को पनि सानो गुफा रहेछ, तर त्यहाँ हामी गएनौँ किनकि हल्का खतरा हुनसक्छ नि त। त्यहाँ अहिले कहिलेदेखि बन्द थियो, अब भर्खर खोलेको हामीले यो त खुल्ला भएको त। र तल खोला पनि रहेछ कि खोल्सा हेर्नु नि कति राम्रो, माछा पनि छ यहाँ। कहिले त्यहाँ आउँला नि त एक दिन माछा मार्न भनेर। हल्का माछा मार्ने हो भने हल्का कमेन्ट हालिदिनुहोस्, हामी अवश्य ल्याउनेछौँ। र यो गुफामा चाहिँ हामी पसेनौँ, हल्का रमाइलो गर्दै अब यतैबाट फर्किन्छौँ हामी। यहाँ बिपिन चाहिँ नि तल झर्दैछन् पानीमा जान भनेर, र म यहाँ भिडियो बनाइरहेको छु, हेर्नु है त राम्रो छ ठाउँ। यस्तो छ, लोकेसन पनि राम्रै छ, तपाईँहरू पनि आउनु मन छ भने आउन सक्नुहुन्छ। र हामी यस्तै भ्लगहरू कन्टिन्यू गरिरहन्छौँ। च्यानललाई सब्सक्राइब गरेर लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला है। अनि बिपिन तल झरेको भएर साथीहरूले चाहिँ नि म्यान भर्सेस वाइल्ड बियर ग्रिल्स भन्दै थियो कि। अब म पनि तल झर्दैछु यता भ्यूहरू लिन भनेर। ठाउँ यस्तो छ, राम्रो छ। अनि यो हल्का डे क्याम्पिङको लागि खतरा राम्रो हुन्छ कि, दिउँसो आयो नि माछा साछा छोप्ने, अनि चाहिँ त्यही कुक गरेर खाने कि होइन। यदि कमेन्ट गर्नुहुन्छ भने हामी यो ल्याउँछौँ छिटै नै। अनि साथी चाहिँ यता हेर्न गएको छ भनेर, अनि भित्र हेर्नु कि यता अँधेरो छ, हामी भित्र पसेनौँ, बाहिरबाट हेरेर नि घरतिर जान्छौँ। त्यही बाटो रिटर्न हुँदै यहाँ सिडीहरू छ, सिडीहरू चढेर अघिकै गुफाबाट चाहिँ नि चमेरे गुफा भन्छ। मेन चमेरे गुफा भनेको त्यही हो, तपाईँहरू पनि आउन मन छ भने आउन सक्नुहुन्छ। यो चाहिँ नि ट्याक्कै भन्न पर्दा चाहिँ यो ठाउँ ढोरेनीको पुल मुनि रहेछ। अनि यही ठाउँमाथि चाहिँ नि भालुआप भन्ने ठाउँ रहेछ कि रामपुरको है, त्यो पाल्पा रामपुर लुम्बिनीमा पर्छ। र अब हामी चाहिँ त्यही बाटो चाहिँ माथि फर्किन गइरहेको छौँ, साथीहरू पनि आउँदैछौँ सिडीबाट चढेर। अघि हामी आएको चाहिँ नि यहाँ देख्न सक्नुहुन्छ यही गुफाबाट हो, यहाँ सानो गुफा रहेछ, गुफाको भाङ रहेछ कि त्यहाँबाट हामी छिरेर निस्किने रहेछ क्या। यही ठाउँबाट चाहिँ हामी पहिला आएको, र यहाँ चाहिँ सेफ्टी भनेर त्यस्तो खासै सेफ्टी रहेनछ। माथि चाहिँ नि यो फेन्सको चाहिँ नि माथिबाट चाहिँ यता रेलिङ लगाएर रहेछ, त्यहाँ चाहिँ नि मान्छेहरू नलडोस् भनेर। साथीहरू पनि महेश आए, अब महेश आएपछि अरू साथीहरू पनि आउँछ। महेश निस्किँदैछ, महेश निस्किए ल बिपिन भाइ ल हाम्रो अनुप ल ऋतिको नि आउँदैछ नै। अनि हामी हिँड्न पनि धेरै हिँडेको थियौँ, केटाहरूले पनि भोक लाग्यो भन्दै थिएँ। त्यस्तै रमाइलो गर्दा गर्दै हामी माथि पनि आइसक्यो, र केटाहरू यस्तै केटाहरू बिच रमाइलो नै हुन्छ। अनि यहाँ बिपिनले चाहिँ नि स्केयर कुरो देखाइरहेको थियो कि माथि उसमा लगाएको। र अब हामी मासतिर फर्किँदैछौँ, जहाँ चाहिँ यो बाटो हो, यहाँबाट हामी मासतिर जान्छौँ। अनि मासतिरबाट चाहिँ पण्डित धारा भन्ने एउटा ठाउँ छ, त्यहाँ थिमी गएर पानी पिएर हामी अनि सबैजना मिलेर घरतिर जान्छौँ। अनि केटाहरूले रिगाउनु पनि लाग्यो भन्दै थिए, अनि गर्मीले होला भनेर हामी छिटो माथि गएर एकछिन हल्का रेस्ट हान्यौँ। अनि बिपिन र म चाहिँ दौडिँदै माथि गयौँ कि, केटाहरूलाई छोडेर माथि गएर एकछिन बस्यौँ। तलतिर केटाहरू चाहिँ आउँदैछन्, हामी दुईटा यहाँ माथि बसिरहेछौँ, केटाहरू चाहिँ तल आउँदैछन् कि अझै पनि। अनि क्यामेराको त्यति फोकस राम्रो छैन, हल्का म्यानेज गरिदिनु। केटाहरू टाढै छन् अझै पनि, हामी दौडेर आइसक्यौँ। हामी एकछिन माथि आएर गफ लाग्यो, अनि पछि केटाहरू पनि आए, केटाहरू पनि दौडिँदै आइरहेको थिएँ। अनि आएर हामी माथि एकछिन गफ लाउँदै रेस्ट गऱ्यौँ। रेस्ट गरेर थकाइ मारेर चाहिँ हामी डाइरेक्ट पण्डित धारातिर लाग्यौँ। अनि केटाहरू दौडिँदै दौडिँदै मजा गर्दै रमाइलोसँग, गर्मी पनि भइरहेको थियो, त्यही पनि हामी गयौँ। अनि छिटो पण्डित धाराको माथि आयौँ। हामी चाहिँ यो ठाउँ पण्डित धाराको माथि हो, र यहाँ थिमी आएर चाहिँ हामी हल्का तलतिर छिटो दौडियौँ कि, किनकि अब घर पनि जानु पऱ्यो, भोक पनि लागेको थियो। र हामी अब पानी पिएर पण्डित धारामा पानी पिएर सबै घरतिर जाने, अनि फेरि पनि यस्तै रमाइलो गर्ने भन्दै बाचा गर्दै हामी यहाँबाट छुट्टिन्छौँ। र
आजको भ्लग चाहिँ नि हामी यहाँ पण्डित धारामा आएर चाहिँ नि फिनिस गरेको छौँ। ओके बाई गाइज, सी यू इन नेक्स्ट भ्लगमा।